हेलो एभ्रिवान, नमस्ते। आज म चाहिँ हजुरहरूमाझ लिएर आएकी छु खुर्मा रेसिपी भिडियो। अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि खुर्माको लागि चाहिँ मैले सुरुमा लिएँ ठुलो बाटामा मैदा अनि म चाहिँ त्यसमा एड गर्दैछु चामलको मसिनो पारी पिसिएको चामलको पिठो एड गरेसँगै म चाहिँ त्यसमा एड गर्दैछु मसिनो पारी पिसिएको स्वादअनुसार चिनी। हजुरहरूले पनि स्वादअनुसार एड गर्न सक्नुहुन्छ। गुलियो अलिक कम थोरै गुलियो कति खानुहुन्छ त्यो अनुसार चिनी एड गरेर गत्तै म चाहिँ एड गर्दैछु मरिचको धुलो हालेसँगै मैले त्यसमा अलिकति सुजी एड गर्दैछु। मैले चाहिँ त्यसपछि यसमा एड गर्दैछु घिउ। हजुरहरूले चाहिँ घिउ छैन भने थोरै तेल पनि एड गर्न सक्नुहुन्छ। थोरै घिउ थोरै तेल बनाएर पनि एड गर्न सक्नुहुन्छ। अनि मैले चाहिँ त्यसमा पुनः हाल्दैछु स्वादअनुसार ल्वाङ सुकमेलको धुलो। अनि मैले त्यसमा एड गर्दैछु दुध। अब दुध चाहिँ यसलाई चाहिँ सकेसम्म चाहिँ दुधमा माडे पनि एकदम राम्रो बन्छ। यदि दुध धेरै छैन भने थोरै दुध पानी मिक्स गरेर नभए पानीले मात्रै पनि माड्न सक्नुहुन्छ। त्यो चाहिँ हजुरहरूले आफ्नो इच्छा अनुसार गर्न सक्नुहुन्छ। अनि म यसरी पुरै दुध र घिउ हालिसकेपछि मजाले यसलाई माड्नु पर्ने हुन्छ। म चाहिँ एक्लै माड्नलाई अलि धौ भएर यहाँ बहिनीको हेल्प लिइराखेको छु। अनि माड्दा चाहिँ त्यतिको डल्ला हुनेसम्म घिउ र दुधमा चाहिँ त्यतिको डल्ला हुनेसम्म माड्दा चाहिँ एकदम राम्रो बन्छ। हाम्रो पिठो एकदम राम्रो स्वादिष्ट मगमग घिउ बसाउने बनिरहेछ। यिनी चाहिँ मेरी बहिनी हुन्। यता चाहिँ म पुरै टाउकोमा तेल लगाएर मक्ख पर्दै पिठो माडिरहेको छु आरामले बसेर। हामी दुई बहिनी चाहिँ एकदम पिठो मजाले माड्दैछौँ अहिले यति बेला। अनि हेर्न सक्नुहुन्छ माड्दा पिठो एकदम राम्रो भइसकेको छ। अनि यता चाहिँ बहिनीले चाहिँ अर्को सानो बहिनीले भिडियो बनाउँदैछ, उसलाई गाली गर्दैछ भिडियो बिगारिस् भनेर। अनि म पनि हेरेर फेरि पुरै पोज दिँदैछु। अनि हामीले यसमा घिउ र दुधले माडिसकेपछि अब हामी पनि पानी एड गरेर माड्दैछौँ। पानी एड गरेर पनि मजाले माड्नु। अनि सानो सानो डल्ला बनाएर माड्दै राख्दा पनि हुन्छ। अब थोरै मात्रामा छ भने त एकैचोटि माड्दा पनि हुन्छ। अब कतिको मात्रामा बनाउँदै हुनुहुन्छ त्यो अनुसार हुन्छ। हामीले चाहिँ अलि धेरै थियो हामीसँग, त्यही भएर चाहिँ सानो सानो डल्ला बनाउँदै सानो डो बनाउँदै अनि थोरै बहिनीले चाहिँ डल्ला बनाउँदै दिइरहेको छ डो बनाउँदै। म चाहिँ यता माड्दै प्लास्टिकमा। यता चाहिँ एउटा हाम्रो दाइ हुनुहुन्थ्यो, दाइले चाहिँ मलाई हँसाइरहनु भएको थियो। दाइसँग गफ गर्दै हाँस्दै पिठोको डो एकदम मजाले माडिराखेकी छु। अनि उहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ। दाइले चाहिँ खै के भन्नुभएको थियो र म एकदम हाँसिरहेको छु। दाइले चाहिँ सायद मैले गरे काम देखेर तारिफै गर्नुभएको थियो होला सायदै, चिया पिउँदै तारिफ गर्दै मेरो। अरू चाहिँ के कुरा भएको थियो त्यो चाहिँ सबै नभनौँ होइन। त्यस्तै हाम्रो केही कुरा भएको थियो होला। अनि यसरी डो बनाउँदै प्लास्टिकमा राख्दै गरेपछि एकैचोटि धेरै पिठो निकाल्न पनि नपर्ने र नसुक्ने। अनि थोरै निकाल्दाखेरि पिठो पनि नरम हुँदै जाने भएकाले यसरी प्लास्टिकमा डो बनाउँदै राख्दै गरेका थियौँ। अनि डो बनाएर भ्याइसकेपछि चाहिँ यहाँ कतिवटा भएछन् डो भनेर म चाहिँ गन्दैछु। हाम्रो चाहिँ 6वटा डो भएछन्। अनि 6वटा डो भइसकेपछि चाहिँ अब मैले यो सबैलाई यसरी बाटोमा ढाकेर राखिदिएर अब त्यो टाउकोमा लगाएको तेललाई नुहाउनु त पर्यो। नुहाएर आएर अनि कस्ती भए भनेर हेर्दैछु। यहाँ ऐनामा त हेर्नु पर्यो नि होइन। नुहाएर आएपछि पछाडिबाट मम्मीले चाहिँ के भन्दै हुनुहुन्छ। अनि पुनः हाम्रो सुरु भयो कार्य। अब चाहिँ हामीले यसको सेप बनाउन लाग्यौँ। त्यसरी बनाएर त्यो उसको पेकको गाता जो पेटी हुन्छ उसको गातामा चाहिँ त्यसरी बनाएर गर्दाखेरि चाहिँ राम्रो सेप आउँछ। हजुरहरूले काँटा चम्मचमा मकैको डाँठहरूमा अनि धेरै एकदम डिजाइनवाला भाँडाहरूमा चाहिँ राखेर यसरी बनाउन सक्नुहुन्छ। कसैले चाहिँ यसलाई मुड्कौला भन्ने पनि चलन छ पाहाडतिर। कसैले मुड्कौला भन्नुहुन्छ, कसैले खुर्मा भन्नुहुन्छ, कसैले फेरि मुड्कौला र खुर्मा फरक हो पनि भन्नुहुन्छ। त्यो आफ्नो ठाउँ अनुसार हुन्छ। अब चाहिँ हामीले त्यो डिजाइन बनाउँदै झ्याउ लागेर यसरी लास्टमा अब बिस्कुटवाला पनि बनाउँदैछौँ। यो चाहिँ एकदम स्वादिष्ट भएको छ। यो चाहिँ जति बेला पनि खान मिल्छ नि त नास्ताको रूपमा। अनि पछि धेरै समयसम्म राख्दा नि बिग्रिँदैन। अनि फेरि म चाहिँ लास्टमा कस्तो भयो भनेर टेस्ट गरेको, एकदम मिठो भएको थियो। अनि टेस्ट गर्दैछु अझै पनि। तपाईँहरू पनि यसरी आफ्नो घर परिवारमा सबैजना मिलेर बनाएर लामो समयसम्म राखेर पनि खान सक्नुहुन्छ। ल बनाएर ट्राई गर्नुहोला। धन्यवाद। बाई बाई। थ्याङ्क यू फर
अब यताको चाहिँ हामीले बिचमा टिकटकको लागि बनाएको भिडियो ल।